नमस्कार, म ईश्वरी सिंह। यति बेला म चितवनबाट जोडिएकी छु, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दोबस्ती र अन्तिम तयारी तीव्र गतिमा अघि बढिरहेको छ। तपाईहरू देख्न सक्नुहुन्छ। यति बेला मेरो वरपर रहेको दृश्यमा पुरै चितवन यति बेला घण्टीमय बनेको छ। सडकका चोक चोक, पोल र महाधिवेशन स्थल वरपर पार्टीका नीला झण्डाहरू र चुनाव चिन्ह घण्टीले सजाइएको छ, जसले यहाँ एउटा छुट्टै राजनीतिक उत्सवको झल्को दिइरहेको छ। तपाईहरू देख्न सक्नुहुन्छ। सबैभन्दा चाखलाग्दो र तारिफयोग्य कुरा त यहाँको व्यवस्थापन र तयारी देखिएको छ। अहिले मनसुनको समय छ, लगातार वर्षा भइरहेको छ, तर यो प्रतिकूल मौसम र हिलोको चुनौतीलाई चिर्दै व्यवस्थापन टोलीले यहाँ अत्याधुनिक र वाटरप्रुफ पण्डाल निर्माण गरेको छ। मजदुरहरू रात दिन नभनी खटिएका छन्। जमिनलाई सुक्खा बनाउने र संरचनालाई बलियो बनाउने काम लगातार भइरहेको छ। चितवनको यो गर्मीलाई ध्यानमा राखेर पण्डालभित्र ठूला ठूला कुलर र आधुनिक पंखाहरू जडान गरिएका छन्, ताकि देशैभरिबाट आउने प्रतिनिधिहरूलाई कुनै किसिमको कष्ट नहोस्। तयारी साँच्चीकै लोभ लाग्दो र व्यवस्थित देखिएको छ। यति बेला देशका 77 वटै जिल्ला र प्रवासबाट समेत हजारौंको संख्यामा नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरू चितवन ओर्लिने क्रम पनि जारी छ। काठमाडौँबाट पार्टीका शीर्ष नेताहरू र केन्द्रीय पदाधिकारीहरू पनि कार्यक्रम स्थलमा आइपुग्नु भएको छ। तपाईहरू देख्न सक्नुहुन्छ। मैले भिडियोमा लगातार देखाइरहेकी छु। कार्यकर्ताहरूको अनुहारमा जुन खालको खुसी, वैशालु जोश र उमङ्ग देखिएको छ, त्यसले रासपा भित्रको आन्तरिक लोकतन्त्र र नयाँ नेतृत्व चयनको यो महाकुम्भलाई थप जीवन्त बनाइरहेको छ। लामो समयको पर्खाइपछि हुन लागेको यो पहिलो महाधिवेशनले रासपाको नयाँ नीति र नेतृत्व मात्र तय गर्ने छैन, समग्र देशको राजनीतिलाई कुन दिशामा लैजाने भन्ने मार्गचित्र पनि कोर्ने अपेक्षा गरिएको छ।